यस गट्टाको नाम के पर्यो छिर्के यसपालिको दसैँ चाहिँ सोचेको भन्दा पनि धेरै फरक र अलग भएको एकदमै खुसियाली छाको हैन आमामा त्यही बेर खोर्सानी टिप्नलाई चट्ट परेर आएको तर खोर्सानी पाकेर भुइँतिर झरेको अनि यहाँनिर ठक्कै लगाएर चाहिँ मेरा आमा चाहिँ खोर्सानीको लागि टक्क लगाएर रेडी गर्दै हुनुहुन्छ बिचरा खोर्सानी पनि पाकेर झरेछ सबैजनालाई एकदमै दसैँको सोचेको आँटेको कामहरू पुरा होस् हरेक पहिलामा सफलता मिल्दै जाओस् टाढैबाट भए पनि एकदम सुदेश तथा विदेशमा छरेर रहनु भएको सबैजनालाई फेरि पनि सेवा सेमुना सेवा भन्दै विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु मेरो तर्फबाट र मेरो फ्यामिलीको तर्फबाट मेरो मम्मी चाहिँ स्वाई घाँस काट्दै हुनुहुन्छ खोर्सानी त मजाले नै फलेको दुःख गरिन्छ नि एकदमै काँक्रा पनि पाकेछ लत्तै लगाएर काँक्रा त लास्टै पाकेछ है खोर्सानी त लागेर पुरै लचक्क भएको नि है यति बेला लाग्यो हुनुपर्छ अगाडि खोर्सानी खानु सक्दैन है साथीहरु पानी पर्ला जस्तो भयो दिन पनि धुमेको छ गाह्रो छ त आज दिन त हे भगवान परमेश्वरले दुःखको पानी भरे बस्नु त पानी नपर्ने दबाई भन्छु के म त पानी पर्ला जस्तो भयो चिन्डो पनि यत्रो रहेछ चिन्डो पनि दामी फलेछ